नमस्कार, दृष्टि सञ्चार टेलिभिजनमा यहाँहरूलाई स्वागत छ। सुरु गरौँ आजका मुख्य खबरहरू। निर्वाचन आयोगले रवि लामिछानेको निर्वाचन क्षेत्र अर्थात् चितवन क्षेत्र नम्बर 2 मा आगामी वैशाख 10 गते निर्वाचन गर्ने घोषणा गरेको छ। आइतबार बसेको निर्वाचन आयोगको बैठकले 80 साल वैशाख 10 गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो। सरकारले जनयुद्ध दिवसका दिन भोलि फागुन 1 गते देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो बसेको मन्त्री परिषदको बैठकले भोलि फागुन 1 गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राष्ट्रपतिको सवारीलाई लिएर सांसदमा प्रश्न उठ्न थालेको छ। एमाले सांसद रघुजी पन्तले भिभिआइपीहरूको औपचारिक कार्यक्रममा जाँदा जनताहरूलाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। हस्त दर्शकबिन, दृष्टि सञ्चार टेलिभिजन हेर्दै गर्नुहोला। समाचार हेरिसकेपछि आफ्ना विचारहरूलाई कमेन्ट बक्समा गएर लेख्न नभुल्नुहोला। साथै हाम्रो दृष्टि सञ्चार टेलिभिजनलाई शेयर, लाइक र सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। यति भन्दै म हेम दाहाल बिदा हुन्छु। नमस्कार।